राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जितेन्द्र बाबु जीवी राईको जीवित अवस्थाबारे अनपेक्षित अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक र सामाजिक स्तरमा नयाँ बहस जन्माएको छ। पछिल्ला समाचार अनुसार देशका मुख्य शहरमा स अक्षरबाट सुरु हुने आधा दर्जन सहकारीले अरबौं रकम अपचलन गरेका थिए र 3 वर्षदेखि फरार रहेका जीवी हाल मलेसिया र दुबईमा लुकेर बसेको भनिएको छ। 2081 असार 6 गते तत्कालीन गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले जीवीको लोकेसन ट्र्याक भइसकेको र नेपाल ल्याउने अन्तिम तयारी भइरहेको बताएका थिए, तर आजसम्म उनी पक्राउ परेका छैनन्। प्रहरीले समेत जीवीको ठेगाना र अवस्थाबारे पर्याप्त जानकारी जुटाउन नसकेको देखिन्छ। यस्तो परिस्थितिमा सांसद बमले दिएको अभिव्यक्तिले सर्वत्र शंका र चर्चा सिर्जना गरेको छ। हालैको एक अन्तर्वार्तामा प्रस्तोताद्वारा यस्तो गृहमन्त्री पाउनु भएको छ कि उहाँलाई सुत्ने समेत फुर्सद छैन, सोफामै सुत्नुहुन्छ, त्यस्तो काम गर्ने गृहमन्त्रीले पाएपछि जीवीलाई खोजेर ल्याउनुहुन्छ होला नि भन्ने प्रश्नमा बमले भनेका छन्, उहाँ जीवित हुनुहुन्छ भने ल्याउँछौ। त्यसैगरी उनले जीवी नेपाल आएमा 2046 पछि देशका धेरै शीर्ष नेताहरू जेल जाने सम्भावना समेत औल्याएका छन्। बमको भनाइ अनुसार जीवीका तत्कालीन व्यावसायिक साझेदार लामिछाने भने त्यस्ता घटनाबाट प्रभावित हुने छैनन्। सांसद बमले दिएको यो अभिव्यक्तिले राजनीतिक विश्लेषक र नागरिकमा जिज्ञासा र बहस निम्त्याएको छ। जनता प्रश्न गर्दैछन्, के साँच्चै जीवी राईको मृत्यु भइसकेको हो वा उनी अझै जीवित छन्? एक प्रयोगकर्ताले लेखेका छन्, पार्टीका जिम्मेवार नेताले भनेपछि पत्याउनै पर्यो, तर जीवी आफै मरे कि मारियो त्यो खुलाइदिनु होला। सांसद बमको अभिव्यक्तिले फेरि जीवी राई प्रकरणलाई केन्द्रित बनाएको छ र आगामी दिनमा राजनीतिक प्रतिक्रियाहरू कसरी आउनेछन् भन्ने विषय सबैको ध्यानाकर्षणको विषय बनेको छ।